बुद्धले जीवनको 29 वर्ष बिताएको प्राचीन तिरौला कोटमा उत्खनन सुरु भएको छ। दरबार परिसरमा आयोजित अन्तर्क्रियामा तिलौरा कोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थप प्रमाण जुटाउनका लागि उत्खनन गर्न लागि हो। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुराहाम विश्वविद्यालयका पुरातत्वविदहरूको संयुक्त टोली अनुसन्धान तथा उत्खननमा जुटेको छ। 2014 देखि बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा करिब 10 वर्ष तिलौरा कोटको वरिपरि उत्खनन गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनु भएको छ। तिलौरा कोट अनुसन्धान तथा उत्खनन सम्बन्धी अन्तर्क्रियामा उहाँले तिलौरा कोटलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को विश्व सम्पदा केन्द्रमा प्रस्ताव बुझाइए पनि सूचीकृत हुन नसकेकाले पुनः प्रस्ताव गरिने बताउनुभयो। विश्व सम्पदा केन्द्रमा हामीले बुझाएका थियौं, छलफलमा केही कारणले चाहिँ सूचीकृत हुन सकेन र आगामी दिनमा हामीहरूले त्यो प्रस्तावलाई पुनः चाहिँ पेश पनि गर्दै छौं र यो वर्ष हामीहरूले करिब 20 दिनको लागि केही चाहिँ अब छुटपुट भएका जुन सूचनाहरू हामीले संकलन गर्न बाँकी छन्, ती सूचना संकलन गर्न बाँकी रहेका मध्येमा एउटा सेन्ट्रल वाल कम्प्लेक्समा उत्खनन गर्न बाँकी छ। पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले तिलौरा कोटको विभिन्न क्षेत्रमा विगतदेखि उत्खनन भएका संरचनाहरू प्रकाशमा आइसकेको बताउनुभयो। विश्व सम्पदा सम्भावित 15 वटा क्षेत्र मध्ये तिलौरा कोट पनि रहेको उहाँको भनाइ छ। विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्न थप प्रमाणहरू आवश्यक परेको कारणले पुनः उत्खनन थालिएको महानिर्देशक प्रधानाङ्गले बताउनुभयो। पुरातत्व विभागले चाहिँ उत्खननका कामहरू गर्दै त्यसो प्रकाश पार्दै आएको छ भने त्यसको लुम्बिनी विकास कोष र दुराम युनिभर्सिटीबाट निरन्तर हरेक पटक हामीले यस ठाउँमा आर्कियोलोजिकल अब्जेक्टहरूदेखि लिएर अवशेषहरू हामीले धेरै उत्खनन गरेर प्रकाशमा पनि आइसकेको अवस्था छ र यति हुन भइसकेपछि हामीले करिब 20 वर्ष हामीले यता यो ठाउँमा उत्खनन गरेर अहिले एउटा नोमिनेसन डोसियर तयार गरेर युनेस्कोमा अब सूचीकृत हामीसँग 15 वटा टेन्टेटिभ लिस्ट मध्ये यो एउटा पनि पर्छ र त्यसलाई चाहिँ विश्व सम्पदामा सूचीकृत गर्ने भन्ने उद्देश्यले हामीले पेश गर्दाखेरि यो भन्दा अगाडिको वर्ष छलफल होला कि थप के प्रमाण जुटाउनु भनेर हामीलाई आएको सुझाव अनुसार हामीले यो काम सुरु गरेका हौं। तिलौरा कोटलाई अझै संरक्षण र सम्वर्धन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो। उहाँले मास्टर प्लान अनुसार जग्गा अधिग्रहण लगायतको कार्य जारी नै रहेको बताउनुभयो। 29 वर्षसम्म गौतम बुद्ध रहे बसेको जुन ठाउँ भनेर जुन पहिचान भएको छ, यो ठाउँको विकास हामीले जति गर्नुपर्ने त्यति गर्न सकिराखेका छैनौँ र यसलाई अझ बढी विकास गर्ने सन्दर्भमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले पनि कोसिस त गरिराखेका छ, तर पनि यो हामीले पर्याप्त ढङ्गले अब यही खालका साइटहरूलाई अन्य देशहरूले कसरी विकास गरेर उनीहरूले बौद्ध मार्गी टुरिस्टहरूलाई कसरी आकर्षण गरेका छन्, तर त्यो ढङ्गले हामीले गर्न सकेका छैनौँ। जहाँ गौतम बुद्ध 29 वर्ष बसे। तिलौरा कोटमा करिब 50 बिघा क्षेत्रफल विभागले अधिग्रहण गरिसकेको छ। मंगलबारदेखि मुख्य दरबार परिसरको उत्खनन सुरु गरिने भएको छ। युनेस्कोले सन् 1996 मै ऐतिहासिक पुरातात्विक स्थल तिलौरा कोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो। नारद कोहर, कपिल वस्तु।